नमस्कार सम्पूर्ण साथीहरुमा नेपाली शेयर बजार च्यानलमा तपाईहरुलाई हार्दिक स्वागत गर्दछौं। सधैं जस्तै नेपाली शेयर बजारसँग सम्बन्धित विभिन्न जानकारीहरु दिने क्रममा आज पनि हामीहरुले नयाँ आईपीओ खोल्न लागेको जानकारी लिएर आइपुगेका छौं। एउटा यस्तो कम्पनीले आईपीओ निष्कासन गर्न लागेको छ जुन भनेको सिमेन्ट इन्डस्ट्रिज। यो पाल्पा सिमेन्ट इन्डस्ट्रिजले चाहिँ स्थानीय तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि चाहिँ आईपीओ निष्कासन गर्न लागेको छ। भोलिदेखि यस कम्पनीको आईपीओमा आवेदन दिन सकिन्छ र आवेदन दिनुभन्दा अगाडि यो कम्पनीको वित्तीय अवस्था कस्तो छ र यो कम्पनीमा कति किता चाहिँ आवेदन दिन सकिन्छ भन्ने जस्ता कुराहरुको जानकारी आज हामीहरुले यस भिडियोमा दिनेछौं। र यी र यस्तै जानकारीहरु हेर्न र सुन्नको लागि हाम्रो च्यानललाई फलो गर्न भने नबिर्सनु होला। र यो पाल्पा सिमेन्ट इन्डस्ट्रिजले पुसको 25 गते भोलिदेखि स्थानीय तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि चाहिँ आईपीओ निष्कासन गर्दैछ। यसमा स्थानीयहरुले चाहिँ माघको 9 गतेसम्म आवेदन दिन सक्नेछन् भने यदि माघको 9 गतेसम्म हृदयपूर्वक पुरै आवेदन आइपुगेन भने चाहिँ यसलाई माघको 25 गतेसम्म आवेदन दिन सक्नेछन्। र त्यसैगरी वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि पनि भोलिदेखि आईपीओ निष्कासन हुनेछ भने पुसको 30 गतेसम्म आवेदन दिन सकिनेछ। र यदि पुसको 30 गतेसम्म पुरै आवेदन आइपुगेन भने चाहिँ माघको 9 गतेसम्म आवेदन दिन सकिनेछ। यसरी यो पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आईपीओमा भोलिदेखि आवेदन दिन सकिनेछ भने यो पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आईपीओ कति किता खोल्दैछ त, यो स्थानीयहरुको लागि कति किता खोल्दैछ, त्यसैगरी वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि कति किता खोल्दैछ त भन्ने कुरा हेरौं। अब यो स्थानीयहरुको लागि चाहिँ 18,75,000 किता शेयर चाहिँ निष्कासन गरिदैछ। त्यसैगरी वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि भनेको 5,62,500 किता शेयर निष्कासन हुनेछ भने यसको प्रति किता 100 रुपैयाँका दरले चाहिँ निष्कासन गर्न लागिएको छ। र यो आईपीओमा आवेदन दिने स्थानीय भन्नाले चाहिँ को हुन् त, हैन? यो कुन ठाउँका बासिन्दाहरु चाहिँ यो आईपीओ को लागि आवेदन दिनको लागि चाहिँ स्थानीयको रूपमा हुन् त भन्दाखेरि यो कम्पनीले उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी, साबिक नवलपरासी जिल्ला र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि चाहिँ यो शेयर चाहिँ निष्कासन गर्न लागेको हो। त्यसैगरी वैदेशिक रोजगारमा रहेका नेपालीहरु नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेर चाहिँ विदेशमा रोजगार गरिरहेका नेपालीहरु छन्, उनीहरु चाहिँ यो वैदेशिक रोजगारमा रहेका नेपालीहरु अन्तर्गत पर्दछन्। भने यसमा चाहिँ न्यूनतम 10 किताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा चाहिँ 1 लाख कितासम्मका लागि आवेदन दिन सकिनेछ। यसमा यो दुवै तर्फबाट स्थानीय तथा वैदेशिक रोजगारमा रहेका दुवै तर्फकोबाट चाहिँ न्यूनतम 10 किता र अधिकतममा 1 लाख कितासम्मका लागि आवेदन दिन सक्नेछन्। र यो कम्पनीलाई शेयर निष्कासनको लागि गराइएको चाहिँ क्रेडिट रेटिङ चाहिँ इन्फोमेरिस क्रेडिट रेटिङ नेपालले चाहिँ कम्पनीलाई IRN BB+ इस्युआर रेटिङ प्रदान गरेको छ। यसले भनेको कम्पनीको दायित्व वहन गर्ने क्षमतामा चाहिँ मध्यम जोखिम रहेको संकेत गर्ने खालको चाहिँ क्रेडिट रेटिङ प्रदान गरेको छ। र यो कम्पनीको आईपीओमा चाहिँ कसरी आवेदन दिने त? विदेशमा रोजगार गरिरहेका नेपालीहरुले चाहिँ यो नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सिआसपी सदस्य बैंक तथा वित्तीय संस्थाहरू तर तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। त्यसैगरी सिआसपी प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् भने स्थानीयहरुले चाहिँ यो सिआसपी प्रणाली मार्फत चाहिँ आवेदन दिन सक्दैनन्। त्यसैले गर्दाखेरि उनीहरुले भनेको कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंक लिमिटेड रहेको छ भने स्थानीय बासिन्दाले चाहिँ नबिल बैंकको तानसेन, बर्दघाट, बुलिटार, गैडाकोट शाखा कार्यालय, प्रभु बैंकको पाल्पा, बर्दघाट, परासी र बेलातारी शाखा कार्यालय तथा सिद्धार्थ बैंकको पाल्पा, बर्दघाट र परासी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। र यो पाल्पा सिमेन्ट इन्डस्ट्रिज चाहिँ कस्तो किसिमको कम्पनी हो त, हैन? यसले के उत्पादन गरिरहेको छ? यो सिमेन्ट इन्डस्ट्रिज भनेपछि त यो सिमेन्ट त उत्पादन गर्ने भयो, कहिलेदेखि उत्पादन गर्दैछ, हैन? यो भनेको यसको नेट प्रेजेन्ट भ्यालुको कुरा गर्ने हो भने चाहिँ 12,49,87,00,000 रुपैयाँ रहेको छ भने इन्टरनल रेट अफ रिटर्नको कुरा गर्ने हो भने 13.785 रहेको छ, हैन? त्यसैगरी कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि भनेको 6 वर्ष 8 महिना रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि भनेको 9 वर्ष 12 महिना रहेको छ। र उद्योगको कुल यो कम्पनीको चाहिँ कुल क्षेत्रफल भनेको 10 बिघा 13 कट्ठा 12 धुर र खानीको कुल क्षेत्रफल भनेको चाहिँ 172 रोपनी 11 आना 3 पैसा एक दाम रहेको छ भने कम्पनीले चाहिँ 2076 वैशाखदेखि चाहिँ क्लिङ्कर र 2077 वैशाखदेखि चाहिँ सिमेन्ट उत्पादन गरिरहेको छ भने आर्थिक वर्ष 2078-79 देखि चाहिँ यसले भारतमा पनि निर्यात सुरु गरिसकेको छ।
भने यसको दैनिक क्लिङ्कर उत्पादन क्षमता भनेको 1800 मेट्रिक टन र सिमेन्ट उत्पादन क्षमता भनेको 2200 मेट्रिक टन रहेको छ। यस्तो कम्पनी यो पाल्पा सिमेन्ट इन्डस्ट्रीले चाहिँ आइपिओ चाहिँ निष्कासन गर्न लागेको छ। भने यसको वित्तीय अवस्थाको कुरा गर्ने हो भने चाहिँ यसले यो आह्वान पत्रमा प्रकाशित गरेको यो नेटवर्थ सम्बन्धी विवरण हेऱ्यो भने चाहिँ यसको प्रति शेयर नेटवर्थको कुरा गर्ने हो भने चाहिँ आर्थिक वर्ष 2079-80 मा चाहिँ 103 रुपैयाँ 13 पैसा, त्यसै गरी आर्थिक वर्ष 2080-81 मा चाहिँ 132 रुपैयाँ 49 पैसा छ भने यो वास्तविक विवरणतर्फ हो भने आर्थिक वर्ष 2081-82 मा चाहिँ यसको 135 रुपैयाँ 74 पैसा, त्यसै गरी यसको प्रक्षेपणको कुरा गर्ने हो भने आर्थिक वर्ष 2082-83 मा चाहिँ 135 रुपैयाँ 96 पैसा, त्यसै गरी 83-84 मा चाहिँ 140 रुपैयाँ 20 पैसा र आर्थिक वर्ष 2084-85 मा चाहिँ 152 रुपैयाँ 56 पैसा पुग्ने प्रक्षेपण चाहिँ गरिएको छ। भने यसको यो प्रति शेयर नेटवर्थको चाहिँ यो पुनः मूल्याङ्कन कोष बाहेकको कुरा गर्ने हो भने फेरि आर्थिक वर्ष 2079-80 मा चाहिँ 114 रुपैयाँ 1 पैसा, 80-81 मा चाहिँ 116 रुपैयाँ 36 पैसा, त्यसै गरी 81-82 मा चाहिँ 119 रुपैयाँ 62 पैसा रहेको छ। भने यसको प्रक्षेपित विवरणको कुरा गर्ने हो भने चाहिँ आर्थिक वर्ष 2082-83 मा चाहिँ 123 रुपैयाँ 6 पैसा, 83-84 मा चाहिँ 131 रुपैयाँ 30 पैसा र 84-85 मा चाहिँ 139 रुपैयाँ 66 पैसा पुग्ने चाहिँ प्रक्षेपण गरिएको छ यो नेटवर्थ। भने त्यसै गरी प्रति शेयर आम्दानीको कुरा गर्ने हो भने चाहिँ आर्थिक वर्ष 2079-80 मा चाहिँ 1 रुपैयाँ 31 पैसा र 80-81 मा चाहिँ 2 रुपैयाँ 34 पैसा चाहिँ वास्तविक विवरण अनुसार देखिएको छ। भने यो आर्थिक वर्ष 2081-82 मा चाहिँ 3 रुपैयाँ 25 पैसा र त्यसै गरी प्रक्षेपित विवरणको कुरा गर्ने हो भने चाहिँ आर्थिक वर्ष 2082-83 मा चाहिँ 8 रुपैयाँ 80 पैसा, 83-84 मा चाहिँ 8 रुपैयाँ 14 पैसा र 84-85 मा चाहिँ 8 रुपैयाँ 26 पैसा पुग्ने प्रक्षेपण गरिएको छ। र यसको यो जगेडा कोषको कुरा गर्ने हो भने चाहिँ अब वास्तविकमा चाहिँ यो 2079-80 मा चाहिँ 90 करोड 38,47,000 रुपैयाँ रहेको छ भने 80-81 मा चाहिँ 97 करोड 45 लाख 51,000 रहेको छ र आर्थिक वर्ष 2081-82 मा चाहिँ 1 अरब 7 करोड 21 लाख 96,000 रहेको छ। प्रक्षेपितको कुरा गर्ने हो भने चाहिँ यो जगेडा कोष चाहिँ आर्थिक वर्ष 2082-83 मा चाहिँ 1 अरब 34 करोड 85 लाख 33,000, त्यसै गरी 83-84 मा चाहिँ 1 अरब 65 करोड 73 लाख 86,000 र 84-85 मा चाहिँ 1 अरब 97 करोड 10 लाख 75,000 पुग्ने प्रक्षेपण गरिएको छ। यस्तो किसिमको वित्तीय अवस्था रहेको यो पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले यही पुसको 25 गते अर्थात् भोलिदेखि स्थानीय तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरूको लागि चाहिँ आइपिओ निष्कासन गर्न लागेको छ। यसमा आवेदन दिनको लागि चाहिँ हजुरहरूले तयारी गर्दै गर्नुहोला। हस्त धन्यवाद। यस्तै जानकारीहरू हेर्न र सुन्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। साथै मन पर्यो भने लाइक र मनमा लागेका केही कुराहरू कमेन्ट गर्न नबिर्सनुहोला। साथै साथीहरूलाई सुनाउनको लागि सेयर गर्न र छेउमा रहेको बेल आइकनलाई पनि क्लिक गर्न नबिर्सनुहोला।